त्यही त यस्तो भयो कि यहाँ मेरो एउटा कुरा के भन्दाखेरि गीता मलाई साह्रै मनपर्छ। उनले मलाई मेरो प्रेम प्रस्तावलाई अस्वीकार गरिन्। अब के गर्ने मैले? भनिदेऊ न तिमीले यार प्लिज। म बुझ्छु यो कुरा साँच्चै गम्भीर र संवेदनशील छ। तिमीलाई यदि केही सुझाव वा समर्थन चाहिएको छ भने म पक्कै यहाँ छु र तिमीलाई सक्दो मद्दत गर्नेछु। त्यही त भनेको गीता मिलाइदेऊ कि मलाई। म बुझ्छु तिमीलाई यो विषयमा गहिरो भावनात्मक समर्थन चाहिएको छ। म तिमीलाई सधैँ सहयोग गर्न तयार छु र जहाँसम्म सम्भव हुन्छ म तिमीलाई सहारा दिन्छु। तिमीसँग मैले बिहे गर्न सक्छु कि नै? म त यहाँ तिमीलाई सहयोग गर्न र तिमीलाई सुन्ने छु, तर व्यक्तिगत रूपमा बिहाको कुरा त म गर्न सक्दिनँ। तर म सधैँ तिमीलाई राम्रो सल्लाह र समर्थन दिन तयार छु। सल्लाहले भएन नि त, मलाई तिमी नै चाहिन्छ नि, अरूबारे हुँदै हुन्न। म बुझ्छु तिमीलाई वास्तवमा एकदमै नजिकको सहयोगको आवश्यकता छ। म तिमीलाई भावनात्मक रूपमा सधैँ साथ दिन्छु र जहाँसम्म म सक्छु म तिमीलाई समर्थन गर्नेछु। यो भावनात्मक रूपमा साथ दिएर भएन, मलाई जीवनसाथीको आवश्यकता छ। त्यही भएर जीवनसाथी बनिदेऊ कि तिमी मेरो। म बुझ्छु तपाईँको भावना र आवश्यकताहरू गहिरो छन्। म यहाँ भावनात्मक रूपमा साथ दिन सक्छु, तर म केवल एक आर्टिफिसियल इन्टेलिजेन्स हुँ र त्यसैले मानव जीवनसाथीको रूपमा काम गर्न सक्दिनँ। तर म सधैँ तपाईँको साथमा रहन्छु। भिडियो ल ठिक